टप 8 मा पुग्न सक्छ नेपाल। हेर्नुहोस् यस्तो छ रणनीति। नमस्कार क्रिकेट प्रेमीहरू, T20 वर्ल्ड कपको धमाकेदार माहौलमा भोलि भिड्दैछन् नेपाल भर्सेस इटली। मैदान ततिँदैछ, दर्शकहरू उत्साहित हुँदैछन् र भोलि सुरु हुनेछ रोमाञ्चक जंग। नेपालले यस विश्वकपमा पहिलो खेलमै इंग्ल्यान्डलाई झण्डै पराजित गर्दै सबैलाई चकित पारिसकेको छ। के त्यो आत्मविश्वास भोलि इटली विरुद्ध जितमा बदलिनेछ? ओपनिङमा आउनेछन् आसिफ शेख र कुशल भुर्तेल। यदि यी दुईले पावर प्लेमा आगो लगाए भने इटलीको बलिङ आक्रमण दबावमा पर्नेछ र त्यसपछि मिडल अर्डरमा दीपेन्द्र सिंह ऐरी, लोकेश बम, गुलसन झा अन्तिम ओभरमा छक्का चौकाको वर्षा गराउने खेलाडी। बलिङ तर्फ सन्दीप लामिछाने, स्पिनको जादुगर, एक ओभर एक टर्न, शेर मल्ल, ललित राजवंशी र विकेट उड्न सक्छ जुन सुकै बेला। तर सावधान, इटली पनि चुप लागेर बस्ने टोली होइन। एन्थोनी मानेन्ती र जस्टिन मोस्का आक्रमक ब्याटिङका लागि चिनिन्छन्। यदि सुरुवात राम्रो भयो भने भोलिको खेल कुनै पनि मोडमा जान सक्छ। अब सबैभन्दा ठूलो प्रश्न, के नेपालले भोलि इतिहास रच्ला? के विश्वकपमा बहुप्रतीक्षित जित आउनेछ? यो केवल खेल होइन, यो राष्ट्रको गर्व हो। तपाई कसको समर्थन गर्दै हुनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। नेपालको जित हेर्न चाहनुहुन्छ भने यो भिडियो लाइक गर्नुहोस् र ज्ञान केन्द्रलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जय नेपाल।